म चाहिँ एउटा म्युजियममा आइसकेको छु यहाँ फेरि। यो चाहिँ लाइक इन चर्च नै हो, पुरानो चर्च यस्तो रहेछ। यो चाहिँ ट्रेजरी के समथिङ त्यस्तो के भन्दै थियो। यो चाहिँ सो बसेर पढ्नु होला। त्यही त होला नि जाने। बाल्कनी पनि रहेछ यता। यस्तो छ। यो चाहिँ अघि तर इन्ट्रान्स भयो क्या अरे, अगाडिको बाल्कनी रहेछ चाहिँ। हाम्रो 25 de abril भन्नुहुन्छ। यसको बाल्कनी भयो। चर्च त्यहाँ तल रहेछ। अनि यो चाहिँ के रहेछ भनेको त जिजस क्राइस्ट अनि उहाँको त्यो 12 जना चेलाहरू थिए नि, जो चाहिँ उहाँहरू देखाइरहेछ क्या चाहिँ जिजस क्राइस्ट बिचमा अनि 12 डिसाइपल्सहरू चाहिँ एक साइडमा देखाएको रहेछ। चाहिँ मैले यो सेक्सनमा चाहिँ यो चाहिँ सबै त्यहाँको प्रिस्टहरूले लाउने कपडा जस्तो लाग्यो मलाई चाहिँ। लाइक कोट हुन्छ नि त्यो टाइपको के प्रिस्टहरूले लाउनेवाला युनिफर्म रहेछ चाहिँ। कुन प्रिस्ट या कुन राजा हो कि प्रिस्ट हो, तिनीहरूको युनिफर्मदेखि लिएर सबै बस्ने कुरा एभ्रिथिङ छ यसमा चाहिँ। यो हलमा चाहिँ पुरा उहाँ चाहिँ भर्जिन मारियम जिजसको आमा भन्ने मान्यता छ यहाँ चाहिँ। यो त एक्वाम्यान कस्तो छ त थो। यो चाहिँ देखिरहेको कस्तो दामी हुन्छ। मलाई चाहिँ फेरि पुरानोकोहरूको चाहिँ यो चाहिँ मनपर्छ क्या, यो डिजाइनहरू क्या अलि अग्लो के अग्लो होइन क्या अग्लो वाला टाइप हुन्छ नि। त्यहाँ चाहिँ गाइडले सबलाई बुझाउँदैछ। क्या दामी के चाहिँ बवाल रहेछ। यो चाहिँ लेदर विथ गोल्डन रे लेखिँदैछ। लेदर विथ गोल्डन डेकोरेसन 18th century का। यो जुन सिक्के अब के भन्छ सब गोल्डन प्लेटेड, बट यो चाहिँ के भन्दाखेरि लाइक बुक्सहरू के बवाल छ बे।
त झन् युज छ अघि नै सुरुमा गएकोमा थियो अनि म माथि गएँ म तल आइसक्यो अब चाहिँ युज नै छ त्यहाँ जम्मै त त्यसो भए अब त्यसरी गरौँ के विधि ठुलो आम्मा यो चाहिँ मरियम सेक्सन र जिसस क्राइस्टको सेक्सन रहेछ यो भित्र चाहिँ अब जानु नपाउने ठाउँमा चाहिँ बट अगाडिबाट जाउँ एकचोटि हाल्ने फेरि अर्को साइडमा जाउँला किनकि त्यो साइडमा त त्योभन्दा पछाडि त छैन नि धेरै ठाउँ जस्तै तर सिक छ अरे दामी छ कि यो यत्रो हो गयो त यार अग्लो त एउटा सेक्सन सबसँग सेक्सन जस्तो रहेछ यो यस्तो छ यहाँ भयो अन्तखेरि यो टाइपको देख्ने बित्तिकै क्या इन्ट्रेस्टिङ लाग्छ क्या मलाई चाहिँ यस्तो मार्बलको त्यो बेलामा कसरी बनाएको लागि जतिवटा ठाउँमा गयो त्यतिवटा ठाउँमा दामी दामी छ त यो त यसमा त स्टोरी नै छ कि तर थाहा छैन के स्टोरी छ तर स्टोरी नै छ कि यस्तो हालेन यो चाहिँ कस्तो रहेछ भन्दाखेरि अन्त युरो हाल्यो भने 8वटा बत्ती बल्दो रहेछ 1 युरो हाल्यो भने 4वटा 50 सेन्ट हाल्यो भने 2टा बल्दो रहेछ यो चाहिँ यस्तो खालको रहेछ यो चाहिँ किन बन्द गरे रहेछ फेरि यो चाहिँ अलि केही इम्पोर्टेन्ट मलाई भएर होला मलाई चाहिँ यो देख्नुहुन्न कि यो वाला टुम्बवाला क्या यो चाहिँ मलाई लाज भेटिँदैन किन मन परिहाल्छ यो चाहिँ पोर्चुगिज फ्ल्यागमा जता नि हुन्छ यो चाहिँ पोर्चुगिज फ्ल्यागमा हुन्छ यो चाहिँ सिम्बल यो पोर्चुगिज सिम्बल के हो त थाहा छैन तर यो चाहिँ जता नि हुन्छ यो चाहिँ बन्द रहेछ अनि यहाँ पानी रहेछ केही न केही त तर यो चाहिँ क्लोज्ड भन्दा त्यो सिम्बल त जाने हुन्छ नि त जाने हुन्छ यो वाला चाहिँ तर के हो चाहिँ मलाई थाहा छैन त्यो प्रोटेक्सन के मैले त्यस्तै एकचोटि पढेँ जस्तो त लाग्थ्यो तर एक्ज्याक्टली चाहिँ अब त्यस्तरी रिसर्च नै गरेर चाहिँ घुम्न आएको होइन म चाहिँ त्यो के आएको त्यो समय त अनि त्यो पहिला रोमनको टाइममा
र यस क्रिस्टलाई त्यो उस गर्दाखेरिको वे हो ठाउँ त झन् फाइन छ त यार यो ठाउँ त कसको रहेछ यो चाहिँ लाइक धेरै मान्छेको छ कि हो यहाँ त टोपीहरू चाहिँ अब यो चाहिँ पोर्चुगिसमा छ मलाई पनि थाहा भएन भरे सो रिसर्च गरेर म हाल्छु फेरि यो लेखेर चाहिँ के कस्तो छ भनेर है त तर यो चाहिँ मलाई सिक लाग्यो यो यो झन् यस्तो बबाल छ So do they actually use this? म चाहिँ त्यहाँबाट निस्केँ मेरो पछाडि मान्छे धेरै लामो लाइन लाग्यो यस्तै छ अब निस्किन पर्छ हामी चाहिँ होइन यस्तो गरेर झट्टा लगाएर यो ढोकाएन यस्तो ल यो चर्चको चाहिँ यति नै म फेरि अर्को ठाउँमा गएर फेरि अर्को एउटा भिडियो निकाल्ने कोसिस गर्छु यतिसम्मको लागि चाहिँ अब सी यू इन नेक्स्ट भिडियो फाइन छ है पनि